हेलो नमस्ते तपाईँ सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ हामी दिदीको छोरी र म घुम्न जाने प्लान गरेका थियौँ र म चाहिँ रेडी भएर आइसकेको थिएँ। ऊ माथि निस्केन छ, म डाँडामा पर्खेर अनि फेरि उसलाई ल्याउनु जाँदै थिएँ। अब उसको घर गएर उसलाई रेडी बनाएर फेरि हामी जानुपर्ने हुन्छ। अनि दिदीको छोरी र म चाहिँ घुम्न जाने, भिडियोहरू बनाउनु, रिल्स बनाउनु जाने एक जग्गामा है। तपाईँलाई जहिले नै वेलकम चाहिँ बाटोमा हुन्छ, नरिसाउनुहोस् होला। यसरी जाँदैछौँ, गएर पनि उसलाई रेडीसेडी बनाएर हामी ढुलपुनको बाटोमा पुगिसक्यौँ। हामी जाने जग्गामा यसरी म तपाईँलाई देखाउँदै आफूलाई पनि देखाउँदै हिँड्दै थिएँ। अनि रोजा चाहिँ अगाडि गइसकेको थियो। म चाहिँ मेरो फोनमा प्रब्लम आएर चाहिँ त्यहाँ बनाउँदै थिएँ। उसले चाहिँ मलाई छोडेर अगाडि पुगिसकेको थियो, जाँदै थियो। अन्त म चाहिँ यहाँ तपाईँहरूसँग बोल्दै तपाईँहरूलाई देखाउँदै जाँदैछु। अनि पर नक्कली थियो, पर पुगेछ हो, भिडियो बनाउँदै जाँदैछु पनि। हेर्नुहोस् यहाँनिर ग्रिनेरी हराभरा जग्गा, हरियो घाँसले भरिएको। अनि मैले घरबाटै लिम्का नि बोकेर गएको थिएँ। त्यहाँदेखि देखाउँदैछु त मैले स्कुटीको चाबी पनि देखाउँदै थिएँ, घरको चाबी निक्लेछ। अनि जाँदै थिएँ। अन्त मैले रोजालाई यतापट्टि जाउँ न भनेको चाहिँ रोडबाट जाने अरे। अन्त उसले मानेन। अन्त मलाई रिस उठेर मैले भन्दै थिएँ साह्रै टेर्छ भनेर। अन्त यसरी म हिँड्दै सिँढीबाट गएँ। रोजा चाहिँ पल्लोपट्टि रोडबाट गयो। म चाहिँ यहाँ यता तपाईँलाई देखाउँदै जाँदै थिएँ। अन्त नरिसाउनुहोस् होला, खोइ के भएर मेरो भिडियो त सबै भोक्टोको आएछ। नरिसाइकन हेरिदिनुहोस् होला, लाइक गरिदिनुहोस् होला, कमेन्ट गरिदिनुहोस् होला। अनि यसरी नै म तपाईँहरूलाई यहाँको भ्युजहरू देखाउँदै गएँ। यहाँ फुलहरू नि कति मजाले रोपिरहेको छ है। कम्ती भने फुलिरहेछ र नि कति दामी देखिरहेछ। फुलहरूले गर्दाखेरि चाहिँ थुप्रो मान्छेहरू नि आउँदै थियो। अनि यस्तो छ, अहिले चाहिँ अलिक अस्तिको भन्दा झन् दामी बनाउँदै जाँदो रहेछ। अलिक अगाडि मान्छेहरू पनि जाँदै थियो त्यहाँनिर है, अरू मान्छेहरू नि। अनि मैले यहाँबाट चाहिँ तपाईँलाई यहाँको डल्लै एरिया देखाएँ। अनि अहिले चाहिँ म घर आइसकेको थिएँ है। अन्त बाई बाई।